राज्य सरकारको वन विभागको तर्फबाट जुन आयोजना भएको छ यो एउटा राज्य स्तरीय कार्यक्रमको आयोजना हो। यस कार्यक्रममा सिक्किम राज्यको माननीय राज्यपाल महोदय पनि आउनुभयो। उहाँलाई म राज्य सरकारको तर्फबाट म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यसपालिको विश्व पर्यावरण दिवस हामीले विशेष गरेर हाम्रो देशको माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको परिकल्पनाहरू उहाँको थीम अनुसार हामीले एक पेड माँ के नाममा हामीले है यसपालि सुरु गरेका छौँ र यो चाहिँ तपाईको यो महिनाव्यापी कार्यक्रम हो। अनि यो चाहिँ हामी 15 तारिक जुलाईसम्म हामी यसलाई यसैकै लगातार हामी गरिबस्छौँ। भनेदेखि आज सिक्किमले धेरै कुराहरू विशेष गरी यो पर्यावरणलाई संरक्षण गर्ने विषयमा धेरैवटा काम गरेका छौँ। यो तपाईहरु सबैजनालाई थाहा छ। जस्तो प्रकारले क्लिनली ड्राइभमा पनि हामीले, किनभने जब यदि हामीले सरसफा राखेन भनेदेखि अनेक प्रकारको प्लास्टिक युज प्लास्टिकको बोतल युज गर्यो भनेदेखि है संरक्षणमाथि ठुलो हानि पुग्न सक्छ। त्यसैले गर्दा हामीले प्रत्येक साल 2 अक्टोबरमा हामीले जो चाहिँ बजारहरू जुन बजार सफा छ त्यो बजारमा हामीले 10 लाख 7 लाख 5 लाखको हामीले अवार्ड पनि राखेका छौँ। अनि जुन ग्राम पञ्चायत सफा छ त्यसलाई 5 लाख 3 लाख र 2 लाख रुपियाँ पनि हामीले पुरस्कार राखेका छौँ। यसरी हामीले एउटा प्रोत्साहन राशि राखेर उहाँहरूलाई हामी अगाडि बढाउने हामी कोसिस गर्दैछौँ। भनेदेखि हामीले संरक्षणलाई हामीले पर्यावरणलाई संरक्षण गर्नको लागि वन जङ्गल बढाउनको निम्ति हामीले मेरो रुख मेरो सन्तति हामीले आज सुरु गरेका छौँ, जसलाई विश्व है बाट मान्यता भयो। COP28 मा हामीले मान्यता पायौँ। अनि COP28 मा हामीले दुबईमा पार्टिसिपेट भयो। भारतको तर्फबाट भारतलाई प्रतिनिधि गरेर हामीले प्रतिनिधि गर्ने मौका पनि पायौँ, पार्टिसिपेट गर्ने मौका पनि पायौँ। सँगसँगै मेरो बाटो मेरो भोट जसरी प्रत्येक बाटोमा पनि जति पनि टुरिस्ट बेस जति पनि रोडहरू छ त्यसको किनारामा पनि हामीले है तपाईको विशेष गरेर अर्नामेन्टल प्लान्ट्सहरू लगाउने, फलफुलको प्लान्ट्सहरू लगाउने हामीले कार्यक्रम गरेको छ। जसले गर्दाखेरि आज विश्वमा हुनसक्छ अरू जग्गाहरूमा है अब भारतका अरू राज्यहरूमा जङ्गल घट्न सक्छ, तर हाम्रो राज्यमा चाहिँ जङ्गल बढेको छ। 5.13 है % स्क्वायर किलोमिटर चाहिँ बढेको छ भनेदेखि आज यो सबैभन्दा ठुलो उपलब्धि हो।